वाह मेरो कान दुखेर दुईटा बाँसले आइया भन्छ। कारण के हो? यो सरस्वती माताको मनपर्ने कलरहरू हो। मनपर्ने कलरहरू हो। सरस्वती मातालाई कुन कलर धेरै मनपर्छ? सेतो। सेतो मनपर्छ। त्यसपछि हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक अगेन माई न्यू ब्लग। आजको ब्लगमा हजुरलाई स्वागत छ है। आशा गर्दछु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला हैन। म पनि सन्चै छु है। अनि जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, मस्त र व्यस्त हुनुहुन्छ होला। अनि आजको ब्लगलाई म अगाडि बढाउँदैछु। गाइज मैले यति नुन अनि यति बेसारले अब म यो नुन र बेसार मिलाएर है म अब ब्रस गर्नेवाला छु। यसोमा गइरहेछु ब्रस गर्नलाई। र मेरो पछि पछि लागेर आइरहेछ। बाबु हाई हाई गर, हाई बा। जहाँ गयो नि मेरो पछि पछि आउँछ है। गाइज म पुगिसकेँ, अब ट्युसन पुग्ने लागेको छु। आफ्नो ट्युसन ठाउँमा आइपुगेको म है। ल प्रतीक्षा हाई गर। लु यो बच्चा बच्चीहरूको अब ट्युसन छुट्टी भयो है। अनि त्यसपछि गएर पढ नि घरमा। गाइज अनि म जाँदैछु स्कुल। अनि आज अब स्कुलमा होइन भोलि सरस्वती पूजा हो, त्यही भएर आज सरसफाइ गर्नुपर्छ। त्यही भएर म जाँदैछु स्कुल। अनि मेरो पछाडि यहाँ मेरो छोरी छ, देखिँदैन होला। अनि त्यसपछि अब स्कुल गएर अब के काम गर्नुपर्ने हुन्छ होइन, गर्नुपर्छ। अनि यहाँ हाम्रो स्कुलको बस राखिएको छ, दुईटा बस छ। अनि यो कुसुमगाछी हो है, कुसुमगाछी चोक हो। फाइनली साथी हो म स्कुल पुगिसकेँ। यहाँनिर स्कुलको पुरानो झन्डा निकाल्दै अनि यहाँ सरले डान्स सिकाउँदै हुनुहुन्छ नानीहरूलाई। अनि भोलि चाहिँ सरस्वती पूजामा डान्स गर्नको लागि। पनि नाच्दैछ। नाइट टेस्टिङ ल हो। यो बोक्सी गीतमा नाच्ने अरे हो। यता आएर बोक्सी, यता आएर एकचोटि बोक्सीको नाटक गरिदेऊ। बोक्सीको नाटक लु गए आयो बोक्सी। अब कसलाई हेर्नु अरे? बोक्सी आयो बोक्सी। ल आयो बोक्सी। अब बोक्सी फर्कियो यता। वाउ यहाँ चाहिँ हामी सबैजना बाँस काट्न आयौँ। अब बाँसको जरुरी परेको कारणले गर्दाखेरि बाँस काट्न आएको हामी सबैजना साथीभाइ मिलेर। अनि हाम्रो विद्यार्थी स्टुडेन्ट भाइहरू पनि छन्। अब सबैजना बाँस काटेर छौँ। अनि त्यसपछि यहाँ हामीले बाँस काटिसकेको यति होइन। अब यसलाई चाहिँ अब हामी लिएर जान्छौँ। पहिला चाहिँ यसको अब कर्चीहरू काट्नु पर्यो, त्यसपछि हामी लिएर जाने हो। बिस्तारै बिस्तारै। अरे बडा धुल। ल जाऊ।
ल ल जाउँ 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 यार मेरो यहाँ कस्तो हालत भएछ कम्ता गाह्रो छ यार यो सरस्वती पूजामा झन् विद्यार्थीहरूले गर्नुपर्ने हामीलाई गर्नु परिरहेछ उहाँ हुनुहुन्छ ओ वाह 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 अच्छा जाउँ 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 हाम्रो साथीहरू पछाडि आउँदैछन् हामी चाहिँ पुगिसक्यो रोडमा तपाईहरु हेर्न सक्नुहुन्छ आहा मेरो कान दुखेर दुईटा बाँसले आइया भन्छ यहाँ हाम्रो केटाहरू चाहिँ एकदम आरामले बसिरहेछ कुर्सीमा अनि हामी चाहिँ मरेर काम गर्दैछौँ पारा अरे केटाहरूको अच्छा 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 मरे 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 गौरव सर आपको क्या कर रही है मन बहुत ए तो ये बच्चा नहीं 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 तो हटाउनु यसलाई यो बच्चालाई हटाउनु गौरव सर ओ गौरव सर यो बच्चालाई बच्चा सक्दैन सो गाइस अब हामी कोलासोला बोकेर हैन सबै अब डेकोरेसनको उयोहरू सामानहरू त्यसपछि हामी अब मण्डप बनाउने हो अनि डेकोरेसन गर्ने हो मेरो प्यारा प्यारा विद्यार्थी भाइहरू मलाई चाहिँ सहयोग गरिरहेका छन् है अनि अब यस्तो गाइस आज दुःख छ कान मेरो दुखिरहेछ है यो बाँस अनि यो कोला बोक्दा बोक्दा गरेर र गाइस बोक्नै पर्ने हुन्छ गर्नै पर्ने हुन्छ सो गाइस तपाईहरु कोही मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक अनि सब्स्क्राइब र शेयर गरिदिनु होला अनि मिठो कमेन्ट पनि गरिदिनु होला है फेमस भ्याएर त हाम्रो गौरव सर राम सर हो सरस्वती पूजाको तयारी भइरहेछ हाम्रो एचपी सर पनि केही बोल्नु होला दुई शब्द बोल्नु होला उहाँहरुलाई धन्यवाद दिन चाहन्छु उहाँहरुलाई धन्यवाद दिन चाहनुहुन्छ सन्तोष सरले पनि यिनीहरू हैन झन्डा चाहिँ नि सिउँदै छन् अब झन्डा लगाउनु पर्यो यहाँ हामीलाई नेपाल झन्डा ठुलो छ अनि अरु झन्डा सानो छ यो झन्डा चाहिँ अब हामीले त्यहाँ बोर्ड जहाँ अघि हेर्नुभयो हैन त्यहीनिर लगाउने हो अनि त्यसपछि उतातिर हाम्रो अब धागोमा चाहिँ नि पेपर टाल्ने पनि स्टार्ट हुँदैछ यिनीहरू चाहिँ अब सिउँदै छन् तिमीहरू के गर्दैछौ यो झन्डा के हुन्छ कहाँ लगाउँछौ गेटनिर लगाउने यो झन्डा लगाउनुको कारण के हो यो सरस्वती माताको मनपर्ने कलरहरू मनपर्ने कलरहरू हो सरस्वती मातालाई कुन कलर धेरै मनपर्छ सेतो सेतो मनपर्छ त्यसपछि रातो अनि त्यसपछि यो अनि त्यसपछि यो कतिवटा रङका छन् चारवटा रङका छन् हो ल ओके हाम्रो अश्विन सर पनि आउनुभयो रकन यहाँ हाम्रो विद्यार्थीहरूले म्याम अनि सरले सिकाउँदै हुनुहुन्छ यसरी पेपर टाल्नुपर्छ भनेर हो हेलो 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 लु अब गर ल अघि आएन अहिले चाहिँ आउँछ ल
बिस्तारै बिस्तारै लगाऊ है, बिस्तारै बिस्तारै। अलि दूरीमा लगाऊ, नभए सबै एउटै डोरीमा लगाएर सिद्ध्याउला। हाम्रो मिसको पनि भिडियो आउने भयो अनि गौरव सरको पनि आउने भयो। सबै मैले लिइसकेँ। हाम्रो यता दीपिका मिस पनि आउनुहुन्छ। अब सन्चै हुनुहुन्छ मिस? एकदम सन्चै हो। अनि हेर्नुहुन्छ ब्लग हेर्नुहुन्छ? हेर्नुहुन्न हजुर? युट्युबमा हजुर युट्युबमा हाम्रो दिपा मिस छुट्नु भएको छ। म परैबाट हाई अरे छुट्नु हुँदैन। यसमा छुट्नु भएन। आउनुभयो? सन्चै हुनुहुन्छ नि? ओके। हाई हाई हाई। यहाँ हाम्रो बुनिया बन्दैछ। सुरु। यस यस यस। यहाँ लागेको छैन खोइ त। यहाँ लागेको छ हो। सर कति मिनटको? खोइ यता लागेको छैन। ए मेरो कपडामा लाग्यो हो। मेरो पलपल होइन यो। इच्छा भएपछि उपाय निस्किहाल्छ। को छुट्यो यहाँ? यहाँ लगाऊ न। ल हुन्छ। ए यहाँ यो त गम लगाऊ यहाँ। यहाँ गम लगाऊ न। लु हेर सबै उड्यो। सबै उड्यो। हेलो रमेश सर। हजुर अगा थार है तर आंटी हेर्दै जाऊ। क्या हाथी मुखमा जिरा जस्तै। सिधा गर न, घुमा न। सीधा भएन, सीधा गर। हेलो गाइस, ब्राडिङ बोर्डिङ स्कुलमा हेर्नुहोस्। अहिले ब्राडिङ बोर्डिङ स्कुल देखि सजावट गर्दैछ। आश्विन सर हेर्नु, आश्विन सर हुनुहुन्छ त्यहाँ। उता सबै सर डेकोरेट गर्दैछ। यहाँ हेर्नु, यहाँ सबै डेकोरेसनमा छ। अहिले सर पनि हिरो जस्तो लाग्दैछ। त्यहाँ छ हाम्रो ग्रोफ सर। आश्विन सर बोस। पछाडि हाम्रो प्रिन्स सर, आमा सन्तोष सर, मम्मी बिरामी रमेश सर
इंग्लिश बोर्डिंग स्कुलमा डेकोरेटेड गर्दैछ सरस्वती पूजा जहाँ सबैजना छ सर म्याम स्टुडेन्ट सर सबै छ स्टेज अब बनाउँछ हेर्नु के छ हेर्नु यता सरहरू छ सरहरू म्याम हाम्रो सरहरू त्यहाँ हुनुहुन्छ सरहरू छ म्यामहरू यता छ रेणु म्याम सुमा यता हाम्रो भोक्ता म्याम छ यिनीहरू यता छ यता आसमी सर न यता हाम्रो आसमी सर छ आसमी सर लगाउँदैछ हुनुहुन्छ आसमी सर लगाउँदैछ ए आसमी सर लगबै छ माथलीमा बनाउँछ अझ हिन्दी बनाउँछ माथली बोले सर के भन्छ हिन्दी पनि विषय आउँछ यहाँ ये लोग सब लगा रहे हैं हमारा आसमी सर यहाँ लगा रहे हैं यहाँ हमारा गोविंद सर यहाँ हाम्रो यहाँ प्रिंस सर पोज दिए हम सर यता हेर काम गरे जस्तै खाएको यिनीहरू सबैजना हेर तिमीलाई कोही चटपटी छैन हेर 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 मिठो छ चटपटी डान्स गर्यौ चटपटी मिठो छ कति मिठो हजुर हेलो चटपटी मिठो छ धेरै मिठो छ ओके तेरो च्यानलको नाम भन्न म आजै गएर सब्सक्राइब गरिदिन्छु भन् डिजिटल ब्लग होइन दिवस दिवस डिजिटल ब्लग ओके ल बस्नु सर अब यहाँ यिनीहरू गेट बनाउँदैछन् होइन इन्ट्री गेट बनाउँदैछन् अनि त्यसपछि अब यो केटाहरू लास्टै अल्छ्या केटाहरू रहेछ अहिलेसम्म अहिलेसम्म यो धरी पनि लिएको छैन ल ठिक छ आफ्नो जिएफलाई कल गरिरहेको छ है केटाले बिग्रियो केटा लास्टै बिग्रियो यहाँ हाम्रो मण्डप तयार भइसक्यो हाम्रो अश्विन सरलाई स्पेसली धन्यवाद छ थ्याङ्क यू छ अश्विन सर हजुरले धेरै मेहनत गर्नुभएको छ यो मण्डप बनाउनलाई होइन त्यही पनि अधुरो छ अहिले अब एकछिनमा हाम्रो रेडी भइहाल्छ सो गाइज अब हामी आजको भिडियोमा यति नै बाँकी अर्को भिडियोमा भेट्नेछु होइन तपाईँहरू मस्त रहनु चुस्त रहनु मस्त रहनु व्यस्त रहनु अनि बाँकी हामी भोलि अर्को भिडियोमा भेट्नेछौँ बाई बाई हस्त नमस्ते